मर्निङ वेलकम ब्याक टु आवर न्यू ब्लग होइन तपाईँहरू कस्तो हुन्छ हामी सन्चै छ होइन यसरी नै राम्ररी ब्लगहरू बनाउनुपर्छ अन्त छोरी चाहिँ उठिसकेको छ अन्त छोरी चाहिँ यहाँ छ बेबी से हाई नमस्ते खै छोरी पनि ठुलो भइसक्यो नि नि आज के हो बाबाको आज के हो बेबी आज बाबाको के हो बाबाको बर्थडे हो छुट्टी होइन आज बाबाको आज बाबाको हजुर बाबाको छुट्टी बर्थडे हो बेबीले भनेको छ यो आज चाहिँ हाम्रो छुट्टी बर्थडे हो होइन छुट्टी बर्थडे हो त्यही हो होइन घरमा छु होइन छोरीसँग टाइम बिताउनुपर्छ अन्त अब के गर्छु होइन बेबी हामी कहाँ गएको भन्नु हामी कहाँ गएको घुमी घुमी नि बाबासँग नि कसको बाबा अनि मेरो बेबी ल ल अहिले भेटौँ ल बाई 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 सो गाइस हामी चाहिँ यहाँ सपिङ भन्दा पनि यहाँ सुपर मार्केट आएको थियो अन्त नानीहरू चाहिँ यहाँ उयोहरू हेर्दैछ अन्त नानीले चाहिँ यो बोला भन्ने जस्तो नानीले यस्तो किनिदिएको छ अन्त पेन्टिङहरूको छ यहाँ हो नि बेबी ल अब त्यो किनिसक्यो अब चाहिँ घर जानुपर्छ ल बेबीले चाहिँ किनेछ फेरि नि ल गरेर देखाउनु त चला देखाउनु वा यहाँ आयो बेबीले के लिएर आयो के लिएर आएछ ल घर पनि पुग्यो सुपर मार्केटमा त्यही हो नि धेरै भिडियो बनाउँदा कपिराइट आउँछ म्युजिकले म्युजिक चलिबस्छ नि त्यहाँनिर नानीले फ्यानस्यान पनि ल अहिले चाहिँ एकछिनमा भेटौँ लगाइदिइहाल्छु बुढी पनि काममा गयो अब ल बेबी के गरेको मेकअप गरेको मेकअप चल्दैछ नानी पनि सुतेर उठेको अघि नै अहिले चाहिँ मेकअप आमा बेबी सेता हेरौँ न आमा के लगायो तिम्रो खै हावा हेरौँ त हेरौँ न तिमी हावा हेरौँ न है वा कतै नामी देख्यो दुईजनालाई यता हान्नु बेबी बहिनी यता हान्नु नाम देख्यो बेबीलाई त हौ यता यता आएर आएर आमा के बनाइदिनु भएको छ तपाईँले घाग्रा है आमाले चाहिँ अब घरमै बसेर होइन यस्तो दामी घाग्रा बनाइदिएको छ अब यहाँनिर बेबी आउनु त आउनु यहाँ ल राउन्ड राउन्ड गरिदिनु वा लु त पछि गर न बेबीलाई हावामा कति राम्रो देखेको सो गाइस यो चाहिँ आमाले बनाइदिएको होइन दामी बनाएको छ अझै एउटा बनाइदिएको खै आमा अझै एउटा बनाइदिएको छ त्यो चाहिँ भोलि देखाइदिन्छु म भोलि त अहिले देखाइदिन्छु एकछिनमा अन्त यहाँ स्पेसल छ आज होइन के चाहिँ स्पेसल हुने म त जेटले हेरिरहेको छु जेटले मलाई हेरिरहेको छ ल खाना दिन्छ कि भनेर यहाँ चाहिँ चिकन छ आज चिकन स्पेसल होइन केही स्पेसलै छ बुझिहाल्नुपर्छ तपाईँहरू है हो गरम भयो
अहिले बनाएपछि चाहिँ एकछिनमा नानीहरूसँग बुझ्यो त्यही हो आमाले चाहिँ दामी बनाइदिएको छैन आमालाई चाहिँ एउटा मसिन किनिदिनु पर्ने छ आमा सानो बडे एउटा मसिन किनिदिनु पर्ने छ एउटा नानीको लुगाहरू है यो चाहिँ के दुपट्टाको बनाएको हेर क्या आमाले दुपट्टाको है बेबी दुपट्टाले है मामले कसले बनाइदियो हाबु कसले बनाइदियो बेबी हाबु कसले बनाइदियो ए मिलाउने है मिलाउने यो यस्तो दामी हो क्रिस्पी आज चाहिँ हाम्रो केएफसी घरमै आज केएफसी है यहाँ छ हो यस्तो जाँडहरू देखाइदिँदा हुन्छ नि अब रेस्टुरेन्ट त्यो माथि डढिहाल्छ नि बुढीलाई पुरा सर्दी लागिरहेको छ होइन नाक पनि रातो भइरहेको छ अलिक दबाई खानुपर्छ होइन चिकनको सुप तातो खानु अलिक हुन्छ नि त दबाई खानु सुप दिनुपर्छ पुरा गरमले गर्दा चाहिँ पुरा गरम छ कि अहिले त्यही तिमीलाई त पम्मा गरेन किन हौ पम्मा गरेन जानु पम्मा गर्नु जानु त ल अहिले त्यसो भए एकछिन भेटौँ ल